म खाली आफ्नो प्रोडक्ट र सर्भिसको बारे डिजाइन वा भिडियो बनाएर मात्र पोस्ट गर्छु। म आफ्नो बिजनेस फिल्डमा भएको विभिन्न इन्फर्मेसन बारे डिजाइन वा भिडियो बनाएर पोस्ट गर्छु। म पनि भ्युअर्सलाई केही इन्फर्मेटिभ र काम लाग्ने कुराहरू नै भिडियो बनाएर पोस्ट गर्छु, तर म चाहिँ आफैले भएको कथा, चुनौती र भ्युअर्सले रिलेट गर्न सक्ने कुरालाई राम्रोसँग प्रेजेन्ट गरेर भ्युअर्सलाई भित्रैबाट फिल हुने गरी कन्टेन्ट बनाउँछु। म कन्टेन्टमा भन्दा पनि कुन ह्यासट्याग युज गर्ने, कुन ट्रेन्डिङ अडियो युज गर्ने, कहिले पोस्ट गर्ने भन्ने कुराहरूमा धेरै ध्यान दिन्छु। म कन्टेन्टको मेन कन्सेप्ट र के कुराहरू राम्रोसँग एक्सप्लेन गर्ने भन्ने कुरामा बढी ध्यान दिन्छु। म कन्टेन्टको मेन कन्सेप्टमा पनि ध्यान दिन्छु, तर त्योभन्दा अझ बढी सुरुको हुक लाइनले 1-2 सेकेन्डमै भ्युअर्सको एटेन्सन भिडियोमा कसरी तान्ने भन्ने कुरामा एकदम धेरै ध्यान दिन्छु। म कमेन्टहरू खासै रिप्लाई नै गर्दिनँ। म सकेसम्म सबै कमेन्टहरू रिप्लाई गर्छु अनि त्यही कमेन्टहरूको आधारमा भ्युअर्सहरूले के बुझ्न खोजेको हो त्यो बुझ्छु अनि त्यसकै आधारमा विभिन्न सामग्रीहरू अरू थप भिडियो कन्टेन्टबाट पस्किन्छु। म मेटा एड्स बुस्टिङ गर्दाखेरि खालि कति डलर बुस्ट गर्ने भन्ने कुरामा ध्यान दिन्छु। बुस्ट गर्दाखेरि खासै मेसेज आएन भने झन् धेरै डलर खर्च गरेर बुस्ट गर्न खोज्छु। म एडको डलर बजेटमा भन्दा पनि एड बनाउँदाखेरि आफ्नो टार्गेट अडियन्ससम्म पुग्नलाई विभिन्न मेटा एड्सको सेटिङहरू राम्रोसँग मिलाउँछु अनि मात्र बुस्टिङ गर्छु। म पनि मेटाको सबै सेटिङ्सहरू मिलाएर मात्र बुस्ट गर्छु, तर अल्टिमेटली मेरो एड हेर्ने भनेको मान्छेले नै हो। त्यसैले आफ्नो कन्टेन्ट प्रभावकारी भएन भने मान्छेको मोबाइलमा मात्र एड पुगेर हुँदैन, बिजनेसमा सेल्स हुँदैन। त्यसैले आफ्नो कन्टेन्टलाई पनि अलि आकर्षक र प्रभावकारी बनाएर मात्र त्यो कन्टेन्ट मेटा एड्समा बुस्ट गर्छु। म मेटा एड्समा महिनौसम्म एउटै कन्टेन्ट बुस्ट गरिराख्छु। म 5-10 वटा डिफ्रेन्ट कन्टेन्ट बनाएर एउटै एड सेटमा हालेर बुस्ट गर्छु। मेटाको एआई टेक्नोलोजीले जुन कन्टेन्ट इफेक्टिभ हुन्छ त्यही कन्टेन्ट धेरै मान्छेमा पुर्याउँछ र मेरो एड बजेट पनि धेरै खर्च हुँदैन। म मेरो प्रोफाइलमा भएको टप 5 भ्युज आएको अर्ग्यानिक कन्टेन्टलाई नै कल टु एक्सन हालेर बुस्ट गर्छु र हरेक एक हप्तापछि फेरि अर्को भ्युज राम्रो आएको अर्ग्यानिक कन्टेन्ट राखेर अलिक कम पर्फर्म गरिरहेको एड कन्टेन्टसँग चेन्ज गरिराख्छु। यसरी मेरो एड बजेट पनि धेरै खर्च हुँदैन र थोरै एड बजेटमा नै राम्रो रिजल्ट आउँछ। यदि तपाईँको बिजनेसमा इफेक्टिभ सोसल मिडिया मार्केटिङ गर्नु छ भने हामीलाई सम्झनुहोस्। थप जानकारीको लागि मेसेज गर्नुहोला।